हामीले भर्खरै तेह्र 14वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छौँ। र म तपाईलाई फेरि पनि भन्न चाहन्छु, अब यो नयाँ पार्टी भएको छ, त्यसो हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ। यो महसुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ। त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यकता छ। पेरिस डाँडा मेरो, आलोक नगर तपाईहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। यो संगठन मेरो, अर्को संगठन अरूको भन्नेबाट पनि मुक्त हुनुपर्छ। अब एउटै जसै पार्टी बनाएका छौँ, सबै जनसंगठनलाई पनि एकताबद्ध गर्नुपर्नेछ। र त्यसै गरी इतिहासको चर्चा गर्दाखेरि पनि 52 सालको मात्रै चर्चा हुँदैन, 6 सालदेखिको इतिहासको चर्चा हुनेछ। 28 सालदेखिको झापा विद्रोहको चर्चा हुनेछ। एउटा नेताको मात्रै हुने छैन, अनेकौं नेताहरूले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि स्मरण गर्नुपर्दछ। नभए फेरि हाम्रो भित्र बा भन्ने प्रवृत्ति हावी हुनेछ। त्यो बा प्रवृत्तिबाट मुक्त हौं हामी।